हेलो साथीहरू, अहिले म यो भरतपुरको शिवतालमा छु। अनि यो 1.5 वर्ष अगाडि विशेष गरेर यहाँनिर दुईवटा बस हराएको जुन समाचार आएको थियो, यहाँ बल्ल 1.5 वर्ष पछाडि यहाँनिर भरतपुरको यो त्रिशुली नदीको शिवतालमा भेटिएको छ। यहाँनिर त्यो गाडी चाहिँ खन्ने निकाल्ने काम भइरहेको छ। यहाँ एकदमै लागि परेर अहिले त्रिशुली नदीमा निकै ठुलो टोली खटेर यहाँनिर यो खन्ने काम भइरहेको छ। एकदमै जोखिमयुक्त छ हाम्रो देशको बाटो होइन। पहिरोको कारण, बाढीको कारण गएको 1.5 वर्ष अगाडि हराएको बस चाहिँ